ओम नमो भगवते वासुदेवाय। श्रीमद् भगवत गीताको नेपाली टीका प्रस्तुत गर्ने क्रममा म यहाँहरूमाझ 14औं अध्यायलाई लिएर प्रस्तुत भएको छु। गुणत्रय विभाग योग नामक यो 14दश अध्याय श्रवण गरी यहाँहरूले भुक्ति, मुक्ति र तृप्ति प्राप्त गर्नुहुनेछ। गीता ज्ञानामृत पान गरेर इहलोके परलोके च भने झैँ यस लोकमा सुख समृद्धि पाई ज्ञानामृतमा स्नान गरी ज्ञान गङ्गामा स्नान गरी भुक्ति मुक्ति प्राप्त गर्नुहुनेछ भन्ने आशा लिएको छु बाँकी पुस्तकबाटै। ओम नमो भगवते वासुदेवाय। लाग्नु भो हरि भन्न ज्ञान सबमा जुन उत्तमै ज्ञान हो, जो जान्दा मुनिहरू सब तरी गया फेर भन्दछु ज्ञान त्यो। यही ज्ञान राखी लिएर प्राप्त गरला मेरो प्रकाशलाई, जो जन्मै सृष्टि महाव्यथा प्रलयमा पाइलिने छैन त्यो। मेरी योनि सखे महत प्रकृति हुन्, बीज दिन्छु मै तिनमा, सोही कारण जन्म हुन्छ यी सबै प्राणीहरूको यहाँ। हुन्छन् मूर्ति जति ती योनि सबमा, मै हुँ पिता बीज दिने। हे कुन्ती सुतती महत प्रकृति हुन्, आमा भनी मानिने। सत्वै रजतम गुण सखे प्रकृतिका, जो छन् तिनैले यहाँ गर्छन् बन्धन नाशले रहितको जीवलाई देहै महा। निर्दोष सत्व गुणै छ निर्मल सखे, आफ्नो प्रकाश त्यो लिई बन्धन जीवकन पार्छ ज्ञान सुख हुनु मान्ने गराइदिए। रञ्जन रूप र रजलाई जान उसले, आसक्ति तृष्णा भई। हे कुन्ती सुत पर्छ बन्धन विषय, कर्मै महाजीव रही। मोहित पारिदिने तमै बुझ सके, अज्ञान देखि हुन्या निद्रा आस्कत भूल गरायुही हो जीवलाई बाँधि लिन्या। सत्वैले सुख मान्नमा र रजले कामकाज गर्नै महा, ज्ञान ढाकी तमले प्रमातिर सखे दिन्छन् लगाई यहाँ। सत्वैले रजतम दुवै र रजले सत्वै तमै गुण दुवै, तमले सत्व रजै दुवै क्रम गरी हे पार्थ टिक्छन् सबै। देहैका सब इन्द्रियहरूमा ज्ञानको प्रकाश भइ गया, सत्वै गुण जनमा अधिक हुन गयो भन्या विचारदा भया। हे अर्जुन जब बढ्न जान्छ रजगुण, तृष्णा भई धेरै यहाँ लागि लोभतिर कर्म गर्छ जनले, सन्तोष नभई मनमा। हितको बात नसुझ्नु मोहित हुनु, अन्धेर गर्नु चढी छोड्नु वृत्ति असल नि हुन्छ जनमा, हे वीर तमो गुण बढी। सत्वै गुण बढ्नै गएर रहँदा, जो देह छोड्ला यहाँ पुग्ला त्यो जन पुण्यवान रहने निर्दोषका लोकमा। कामकाजी भई जन्म लिन्छ रजगुण, बढ्दा शरीर त्याग गर्या जाला जन्म न मूढ योनिहरूमा, तामस बढेमा मर्या। निर्मल सात्विक फल कहिन्छ उही जो, सत्कर्मले पाइनन् अज्ञान फल तमको र दुःख रजको फलहरू प्राप्तै हुनन्। ज्ञान प्राप्तै गरिदिन्छ सत्व गुण धेर, बढ्दा मनुष्य महा होला लोभ मनुष्यलाई रजगुण ज्यादा हुनाले यहाँ। मानिसमा तम गुण अधिक जब भयो, अज्ञान प्राप्तै भई लाग्ला भुलहरू गर्नलाई बहुतै, मोहै महा त्यो रही। जो छन् सत्व गुणी ती ऊर्ध्व गति भई, दिव्य स्वरूपका हुनन् मध्यस्थै भई सब रजो गुण लिने, यही मर्त्य चोला लिनन्। जसको वृत्ति छ नीच तमो गुण लिने, गिर्दै बराबर गई लिन्छन् जन्मती कीट पतङ्गहरू नाना प्रकारका भई। सर्वात्मा मैलाई जान्दछ जौन, गुणका परैको भनी, गुणका बाहिक देखि लिन्न जसले कर्ता अरू कोही पनि। त्यस्तो देख्दछ जुन बखत जन यहाँ,
त्यो आत्मज्ञानै गरी मेरो यो पदलाई पाइरहने भइजान्छ सोही घरी। देहोत्पन्न गराउने गुण तीन जसले यहाँ नाघला, जन्मै मृत्यु जरादि दुःख छुटी सब आनन्द त्यही पाउला। त्यस रीतिले गुणको कुरा प्रभुजीले भन्नु भए थियो जसै, हात जोडिकन फेरि अर्जुनजीले बिन्ती चढाए तसै। हे नातिन गुणका विकार छुटने जनको कौन चिन्ह हो, त्यसले छोड्छ विकार कसोरी गुणको आचार कुन गर्छ त्यो। त्यस्तो प्रश्न सुनेर अर्जुनजीको श्रीकृष्णजीले तहाँ आज्ञा गर्नुभयो बुझाइ कुरा फेरि उसै बिचमा। सत्वै रजतमको प्रवृत्ति र प्रकाश मोहै सखे यहाँ, होस् भन्याउ न त चाह गर्छ न त खेद गर्ला भएको महा। तीन गुणले हुन जान्न जौन विचलित, आफू तटस्थै रही गुण रम्छन् गुणमै भनेर नडिगी बस्नेछ त्यही थिर भई। माटो पत्थर सुन प्रिया प्रियहरू एकै समानको गरी, निन्दा वर्णन दुःख सुख सम बुझी जो बस्छ धैर्य धरी। मित्रै शत्रु र आफ्नो मान अपमान मान्ला समान जौन जन, जो काम्यै सब कर्म छोड्छ गुणका पारको उही भन्दछन्। सेवा गर्दछ भक्ति योग गरी जो मेरो यहाँ दृढ भई, त्यो ब्रह्मैकन भेट्न सक्छ गुणका सब दोष छुट्नै गई। ब्रह्मै अव्ययको र शान्ति सुखको आनन्द मिल्ना महा, धर्मै शाश्वतको र मोक्ष पदको मै आश्रयै हुँ यहाँ। ओम श्रीमद्भगवद् गीता चतुर्दश अध्याय नेपाली टीका सम्पूर्णम। श्रीमद्भगवद् गीताको चतुर्दश अध्यायमा गुणत्रय सत्व रजतम गुण र त्यसका प्रवृत्तिका व्यक्तिहरूका बानी व्यवहार र रुचिहरूको बारेमा यहाँ प्रस्तुत गरियो। अब हामी अर्को दिनमा यो अध्याय पञ्चदश अर्थात् 15औं अध्यायलाई लिएर प्रस्तुत हुनेछौँ। तबसम्मको लागि जय श्री कृष्ण